मिल जाँदैछौँ खासमा चाहिँ अघि कोदो छोडिराखेको पिस्नलाई यता जाँदैछु। यो माथि चाहिँ हाम्रो बिरबहादुर रेडेलजीको घर। यो भित्रको दृश्यहरू, यो बर्खाको दृश्यहरू यस्तै हो, रमाइलो छ, हरियाली रङ्गी बिरङ्गी। यता फुल पनि छ। म चाहिँ यता सालोसँग छु, शिशिर फालिङसँग। ए कस्तो राम्रो फुल रहेछ यता है। ओहो फुल दामी रहेछ हाम्रो। भवन पनि एकदम राम्रो बन्दै रहेछ, यही वरिपरि घुमिरहेको हुन्छु, डुलिरहेको हुन्छु। तर अनर्थ नराम्रो कमेन्ट नगर्नु, दृश्यहरू हो, भिडियोहरू हो। यो गाउँ बेसीतिर घुमिहाल्नुलाई यो चाहिँ हाम्रो विक्रम भान्जाको घर, हाम्रो उहाँ नानीको घर। किचन पनि यस्तो राम्रो रहेछ। ओहो ओह यस्तो राम्रो व्यवस्थित रहेछ नि। उफ फुलहरू रहेछ, एकदम दामी रहेछ। ल यतिको हुनुपर्छ है। ओहो धेरै दामी, एकदम व्यवस्थित। ल म चाहिँ फर्क्यो यहाँबाट। हाम्रो बेनाजु चाहिँ रोजगारकै सिलसिलामा बाहिर हुनुहुन्छ क्या हो। म चाहिँ एउटा नानीलाई यो हामी चाहिँ लवले पहिले चाहिँ यो लवले बजार बसिन्थ्यो। यो कुवाको पानीहरू थापेर लगिन्थ्यो माथि। हाम्रो खानेपानी नआउँदाखेरि यही कपडा धुनलाई यसो यहाँनिर। तर अहिले चाहिँ बजार पनि बस्दैन। तर यहाँको व्यवस्थापनहरू, यो स्टेपहरू, ढुङ्गाको स्टेपहरू चाहिँ धेरै राम्रो बनाएको रहेछ। यो लावले भित्रको दृश्यहरू, यो ओखरहरू छ, यो सबै ढाकेको ओखरहरू हो, ओखरले ढाकेको रहेछ। यो चाहिँ पछिल्लो लाइनमा कसको सहयोगबाट बनेको यो स्टेपहरू चाहिँ, यो चाहिँ धेरै राम्रो छ। ल है साथी हो, यस्तै हो। हामी फेरि यता छौँ है सालोसँग। अहिले भित्रमा सबभन्दा व्यवस्थित बाख्रा पालन चाहिँ यो देखेँ है मैले है, हाम्रो सिएम सरको हो। उहाँले राम्रो राम्रो खसीहरू पनि उत्पादन गर्नुहुन्छ। साइडमा चाहिँ ठ्याक्कै सिमेन्टको ढलान हालेर देव। ल हाम्रो चतुर्मान काका त्यसै छ यार मिल। यहाँ चाहिँ हाम्रो समग्र सबैको मिल हो। यहाँ आज बत्ती नआएको कारणले गर्दा पिन्नु भएको छैन के हो, त्यत्तिकै छ है। डोको पनि त्यत्तिकै रहेछ। नै वाइ मै भएन नि। यहाँ हाम्रो तोरी मिल पनि रहेछ है। हाम्रो सिएम सरले तोरी मिल पनि ल्याइसक्नु भएको छ। हेर्नुहोस् अब केही समयपछि सञ्चालन हुन्छ। पाउँछौ हेलो मोमो रहेछ। ए छैन रहेछ हाम्रो पोङ्गान्छ त। कहाँ जानुभएछ? म चाहिँ यहाँ पिठो लिन आएको, मकैको पिठो र कोदोको पिठो पिन्न आएको। हाम्रो काका चाहिँ हुनुहुन्न रहेछ। हाम्रो सिएम सर चतुर्मान काकाको फर्निचर यहाँ सबै मेसिनहरू पनि यहीँ रहेछ। तर आज हुनु न है, फेरि उहाँ नभएको बेला भिडियो बनाउँदाखेरि अप्ठ्यारो मान्नुहुन्छ कि सबै सेवा सुविधाहरू, मेसिनहरू, तपाईँको डेस्क बेन्च कुर्सीदेखि लिएर सबै बनाउनु हुँदो रहेछ। यो पनि रहेछ यहाँ। वाउ। अनि ओहो मेसिनहरू सब उहाँले
रेडी गरेर राख्नुभएको रहेछ उहाँले सबै यहाँ झ्याल ढोकादेखि लिएर कुर्सी डेस्क बेन्च तपाईँको दराज सबै बनाउनु हुँदो रहेछ तर मेरो पिठो चाहिँ पिन्दिनु भएन छ है ल यो चाहिँ फेरि हाम्रो नौलो बिहानी कृषक समूह संस्थाको भवन है यता हामी चाहिँ बेलुका पकाएको यो समयमा डुलिरहेको छ अहिले चाहिँ खासमा म चाहिँ मिल आएको यो बाटो हुँदै माथि निस्कम कि भनेर निस्केको है यो पनि फिनिसिङ हुँदैछ कलर भयो भने अझ राम्रो देखिन्छ ल हाम्रो भीम सरको घर रहेछ यताको भीम सर घरमा हुनुहुन्छ कि हुनुहुन्न हामी चाहिँ अलिकति यो गाउँ सुस्यो नि ए के दुला यो मिम मका त्यति अछम फुल पो भन्तारे चाहिँ असाला माङ्गा ये मका मेति कमला मुनि है मिल तिला मका त्यो त्यति मका सिमाने तारे मका उङाने बिहिबार हो ताम 8-9 दिन दो सेन त्यही मुक्तेर काम हो स्यो उङाने म अनि मन म स्यो हामी भीम सरको आमासँग पनि साइनो लगाएर आयो माथितिर पहिले चाहिँ हाम्रो साइनो निन्थ्यो भने अहिले चाहिँ सासू भन्नुपर्ने रहेछ अब गाउँघरतिर यस्तो नाता साइनो अब हेर्दै जाँदाखेरि भेट्दै जाँदाखेरि धेरै भेटिन्छन् यो चाहिँ शम्भु राजाको घर यतातिरको सिनहरू पनि यो हेर्दै गर्नुहोस् उहाँ पनि रोजगारको सिलसिलामा बाहिरै हुनुहुन्छ कि यो माथि हाम्रो 5 भाइ लाउरेहरूको 6 भाइ लाउरेहरूको घर हाम्रो सञ्जयहरूको युवराजहरूको एकदम राम्रो बबाल चट्ट चिटिक्कैको देखिन्छ जस्तो म यो मिल कस्तो म फेरि बत्तीमा थोक्दो रहेछ बत्तीमा गएको रहेछ त्यहाँ बत्ती नि हो ल त्यहाँ ठुलो लाम्बो अनि त्यसको त्यही रहेछ mana yo ungne makala ka kharka ke nga vendi ne kolo na kiti mana dora ne imistano o ngana o ini pestano la mo kama tila dui garapo o maila pato ko matil dui garaya kala ni maila khebi muther mange ne del me ne soleri mono kan mando me mono ma ko khe mango no Quest'anno mana työtä sen kitti kassatana. Joo, te pemmo maka oppone eka vamder shene o. En mo ni en ke mai me sapana no tel. Ai. En mo del kami supoi kom me pheng sun san रहेछ lengas ketam sa tiam tita titiam baira ke Jamang en feri khoi hole. Ko ung khwa nang khwai nga yola ni en tebi paisa mabi girai छ नि. Guen Desu first. Une nini meving mo manga UAE Dubai an रहेछ नि. Maybe em ne kewa me ongan ngising mo ko. Meving mo une gari wai khong khwai khong khwai khong te we. Aja am no khong ta ni side view ni. Mo chi to yo re ta inni. Mana me mari ala som rai musu ngam रहेछ नि. Mo maka mesa bida ibi ko note. Bida ni ibi ki me bida ibi ki khong ki khwai ki lang tipti paisa yang khwai le रहेछ mang. Imem ni peso dom bi khong te. Mem so peso me dumu tu dam ta ka. Mem ni teti maila pati mo pe gyo thai ma yas ko ma yo. Me. Yo. Me mo ne me ti 3-4 वटा गोरु हम कोल me ti me mo. Maila tai te mo la. Maila ni ubel ka hnu uchi am kola. Yo me. Sure. Me thang la I me vi hela ko mo do mo. O me am ne en ne te tha me khwan ne mu cha win u som var. Unge me ke asom var na. Mari asom var asungi. Ani. La yo I. Li. Ja så med det så då det ska sana. Musa mama. Ni man. Tapi uburi uno par. Mo ni. Mangai maka Mana
bông pe qua nó mẹ tôi theo ông gọi theo mana kambi nupe mang acil phải na ane makata apa ni le maka purano asara ukuksa mamang musa sara wangsa mangam ni la mai la poi kan chile ni kue la ka mungkin apa ya mang po मेरी नजिकीमा ल खोस् नि ल माङ बङ पेराहरू यहाँ मन हामी अब गाउँघरको बुवा मम्मीहरूसँग गफ गर्न कुरा गर्न दुःख सुखको कुराहरू यस्तै हुन्छ आफ्नो मम्मी बाबा जस्तो फिल हुँदो रहेछ उनीहरूलाई पनि आफ्नो छोरा छोरी जस्तो अनुभव हुँदो रहेछ